Hello guys, welcome to episode 9 of Cat4 Topper Talks. Hi, I am Bipana Kesi from Imardol. I completed my plus 2 level from Nepal Don Bosco College located in Siddipur. Currently, I am studying in BBM 5th semester at Cat4 International College of Engineering and Management. मैले बीबीएम चुज गर्नुको रिजन चाहिँ प्लस 2 पछाडी चाहिँ मलाई के पढौँ भनेर कन्फ्युजन भइरहेको थियो अनि मैले चाहिँ मेरो लिडरशिप स्किल्स अनि कम्युनिकेसन स्किल्स चाहिँ सधैँ इम्प्रुभ गर्न सकौँ भनेर मेरो थियो चाहना अनि त्यही भएर मैले चाहिँ यसो बुझ्दै गए धेरै कलेजहरु पनि बुझे अनि यो कोर्स चाहिँ बीबीएम कोर्सले चाहिँ कम्युनिकेसन स्किल्स र लिडरशिप स्किल्स इन्क्रिज गर्छ अनि साथै मलाई एन्टरप्रेन्योरशिपको पनि बारेमा यसो बुझ्न मन थियो अनि एन्टरप्रेन्योरशिपको बारेमा पनि डेपली नलेज दिने भएको कारण यो सब्जेक्टले मैले यही बीबीएम कोर्स चुज गरेको हो। टप हान्दा चाहिँ मलाई एकदमै खुसी लाग्यो किनभने अब यो पालिको सेमेस्टरमा चाहिँ मैले पहिलाको अगाडिको सेमेस्टरहरु भन्दा पनि धेरै राम्रो जीपीए पनि स्कोर गरे अनि फर्स्ट सेमेस्टरमा चाहिँ मैले जति एक्सपेक्टेड गरेको थिए मार्क्स त्यति आएन अनि थोरै पनि थियो अनि त्यति खासै खुसी लागेको थिएन तर बिस्तारै बिस्तारै सेमेस्टर इन्क्रिज हुँदै गएपछि मैले इम्प्रुभ पनि गर्दै गए अनि यो सेमेस्टरमा चाहिँ धेरै पनि आयो जीपीए अनि धेरै खुसी लाग्यो सिन्स यो सेमेस्टरमा मेरो राम्रो मार्क्स आयो त्यसैले अब अपकमिङ सेमेस्टरहरुमा चाहिँ म झन् धेरै राम्रो गर्नको लागि मोटिभेटेड पनि भएको छु अनि आई विल ट्राई माई बेस्ट। मेरो फ्युचर प्लान चाहिँ स्टिल डिफाइन चाहिँ छैन तर स्टिल रिसर्च गरिरहेको छु अनि चोइसेसहरु चाहिँ स्टार्टअप बिजनेस कुनै इनोभेटिभ आइडियामा कि त सीईओ बन्ने कुनै कम्पनीको। मलाई त्यस्तो गाह्रो लाग्ने सब्जेक्ट चाहिँ अहिलेसम्ममा त्यस्तो छैन त्यही फोर्थ सेमेस्टरमा चाहिँ ट्याक्स एन्ड अडिटिङ थियो गाह्रो लागेको हुनाले मैले चाहिँ युट्युब च्यानलहरुबाट पनि रेफरेन्स लिएर प्र्याक्टिस गरे तपाईहरुलाई पनि अब इफ कन्फ्युजन छ भने यो ट्याक्स एन्ड अडिटिङ सब्जेक्टमा चाहिँ केही कुरा गाह्रो लाग्छ भने त्यो एउटा युट्युब च्यानल छ हेल्प विथ स्टुडेन्ट भन्ने त्यो च्यानललाई रिफर गरेर प्र्याक्टिस गर्दाखेरि सजिलो हुन्छ मैले चाहिँ त्यही च्यानलबाट हेल्प लिएर पनि अनि आफुलाई यो सब्जेक्टमा बेटर बनाएको हो। टिप्स एन्ड ट्रिक्सहरु चाहिँ मेरो खासै त्यस्तो छैन बरु म क्लास चाहिँ कहिले पनि मिस गर्दिन सकेसम्म बिराम भएको बेला पनि आम भनेरै सोच्छु अनि क्लासमा अब झ्याउ लागेको छ भने पनि जबरजस्ती पनि सुन्छु किनकि अब घरमा गएर रिभाइज गर्न मिल्छ नि त अनि घरमा गएर रिभाइज गर्छु बरु। एक्जाममा त्यस्तो प्रेसर चाहिँ कहिले फिल भएन किनकि अब रेगुलर जस्तै क्लास आइरहेको हुन्छु अनि त्यसकारण अब एक्जामको बेलामा चाहिँ रिभाइज गरे मात्र पुग्छ। ह्यान्ड रिटन नोट्स र डिजिटल नोट्समा चाहिँ म प्राय दुवै प्रिफर गरिरहेको हुन्छु तर मोस्टली चाहिँ ह्यान्ड रिटन नोट्स चाहिँ हो त्यो किन भन्दाखेरि चाहिँ अब आफूले लेखेको नोट्सहरु चाहिँ अब राम्रोसित मजाले बुझिन्छ अनि एक्जामको बेलामा पनि यसो सरल रिभाइज गर्यो भने पुग्छ। स्टुडेन्ट्सहरुलाई म सजेसन चाहिँ के दिन चाहन्छु भन्दा क्लास चाहिँ कहिले पनि मिस गर्नु भएन किनकि क्लासमा प्रेजेन्ट भयो भने टिचर्सहरुले भन्नुभएको कुरा याद हुन्छ अनि अर्को कुरा भन्दा चाहिँ ह्यान्ड रिटन नोट्सहरु प्रिफर गर्नु त्यो पनि आफूले लेखेको नोट्सहरु चाहिँ अब एकदमै सिम्पली अन्डरस्ट्यान्डेबल फर्ममा लेखेको हुन्छ अनि आफूलाई बुझ्न पनि सजिलो हुन्छ अनि त्यसरी एक्जाममा पनि धेरै प्रेसराइज फिल हुँदैन। स्मार्ट र हार्डवर्कमा चाहिँ म चाहिँ आफूलाई स्मार्ट नै कन्सिडर गर्छु किनभने म चाहिँ अब स्कुल लेभलदेखि नै टपरै भइरहेको हो त्यसैले अब सबै कुराहरु यसो एकचोटी हेर्दाखेरि नै याद हुन्छ अनि त्यस्तो धेरै हार्डवर्क चाहिँ गर्नु पर्दैन त्यसैले आफूलाई म स्मार्टै कन्सिडर गर्छु। मलाई साथीहरुले नोट्स माग्दा चाहिँ त्यति रिस उठ्दैन किनकि अब मलाई थाहा छ मेरो साथीहरु अलि अल्छी छ भनेर अनि उनीहरु म माथि नै डिपेन्ड भइरा हुन्छ नोट्सको लागि अनि त्यसैले म उनीहरुलाई दिन्छु प्रोवाइड गर्छु त्यसो रिसाउँदिन।
आई थिङ्क टपर्सहरूको चाहिँ डिफ्रेन्ट क्याटेगोरिज हुन्छ अनि तर म चाहिँ त्यो क्याटेगोरीमा पर्दिनँ किनभने मेरो साथीहरूले पनि मलाई कमेन्ट गरिरहेको हुन्छ कि म त्यो टिपिकल टपरको क्याटेगोरीमा पर्दिनँ र म साथीहरूलाई पनि हेल्प गरिरहेको हुन्छु एक्जामको बेलामा अनि साथीहरूले पनि भनिरहेको हुन्छ कि मेरो एटिट्युड छैन त्यो टिपिकल टपरहरूको जस्तो भनेर थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई